हेलो एभ्रिवान, आज चाहिँ हामीलाई एकजना आन्टी हुनुहुन्छ, उहाँले बोलाउनु भएको थियो उहाँको घरमा। अन्त उहाँलाई एक दुईवटा सामानहरू किनिदिँदै हामी चाहिँ यहाँ सामान पनि किनेर आन्टीलाई बेसी त केही छैन, कसैले अलिअलि किनेर पनि अब जाँदैछ। यहाँ मेरो अगाडि दुईजना फ्रेन्डहरू अन्त हामी दुईजना हामी चाहिँ पुग्नु आँट्यो। अब प्लेस चाहिँ रिभिल गर्ने छैन किनभने अर्काको घर हो, प्राइभेसी हुन्छ हो, त्यही भएर भित्र पुगेर देखाउँछु। हामी चाहिँ पुगेको छ आन्टीको घर। हामी चाहिँ आन्टीको घरमा पनि आइसक्यो। अन्त फर्स्टमा चाहिँ आन्टीले हामीलाई जुस ल्याइदिनु भएको थियो, अन्त हामी चाहिँ त्यो जुस खाँदैछौँ। आन्टीले चाहिँ हाम्रो लागि आलुदम अनि सेलरोटीहरू बनाइदिनु भएछ। थ्याङ्क यू आन्टी। हाम्रो खानेकुरा चाहिँ र सेलरोटी र आलुदम चाहिँ एकदमै मिठो थियो, तातो तातो। सेलरोटी खाइसकिसकेर चाहिँ आन्टीले फेरि ल्याइदिनु भएछ हामीलाई अन्डा चाउमिन, अन्त फेरि आलु, अन्त टिम्बुरको अचार, त्यो पनि एकदमै मिठो थियो। A few moments later. अनि हामीले खाइ पनि सक्यो। खाइसकिसकेर त्यहाँ एकजना बहिनी रहेछ, बहिनीसँग गफ गर्दै, बहिनी गेम खेलेको हेर्दै, बहिनीसँग जिस्किँदै ओर्दै हामी एकछिन त्यहीँ टाइम स्पेन्ड गर्यो। Hello guys, my name is Ahana. I am 8 years old. My hobby is to play badminton. My school name is Himalaya Grace Academy. Bye bye. यहाँ हेरेर हौ, यहाँ हेरेर खोइ। आन्टी थ्याङ्क यू, मिठो भयो एकदमै। आई एम सो ह्याप्पी। मेरो छोरीहरू भेटेको जस्तो गए, मेरो छोरीहरू गयो पनि अर्को छोरीहरू आयो। वेलकम। म स्टुडेन्टलाई जहिले पनि लभ गर्छु। आई लभ मेरो छोरी पनि अब यसरी तिमीहरू जस्तै दुःख गरेर पढेको हो। डक्टर छ जर्मनमा चाहिँ मजाले टाइम तपाईँहरूसँग चाहिँ मजाले टाइम दिएर मेरो छोरी बोल्ने थिएँ। अब टाइमै लिनु छैन, उसको साथीहरूले घेरिहाल्यो। ल अर्को पालि चाहिँ अब मजाले भेटौँ मासमा पढ्नु। विद्या जस्तो ठुलो केही पनि होइन। आन्टी थ्याङ्क यू। Bye bye. See you tomorrow. बाई बाई। Good night. अब चाहिँ हामी यहाँबाट फर्किँदैछ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।